आधी बाटा आएपछि अन्धकार हो कुहिरोले केही देखिएन तर बाहिर अन्धकार भएपछि भित्र फोटो चाहिँ राम्रो आउँदो रहेछ है भिडियोहरु चाहिँ बाहिर कुहिरोले केही देखिया हैन भित्र चाहिँ सबै राम्रो आउँदो रहेछ फोटो चाहिँ है कुहिरोले पुरै ढाकेछि अगाडि पछाडी केही देखिदैन ड्राइभरले केही देख्दैन बाक्सा भित्र छौ धन्न यसलाई ड्राइभरले चलाउनु पर्दैन र मात्र यो चलाउनु बडो मुस्किल थियो सियो लागेर केही नदेखिने छ बाहिर हामी चन्द्रगिरीको माथिल्लो स्टेसन आइपुगेका छौँ केबुल कारको त्यहाँ माथि हामीले अब घर देख्न सकिन्छ यो घरभित्र गएपछि हामी फाइनल्ली चन्द्रगिरी आइपुग्छौँ मन्दिर जानलाई फेरि केही समय हिँड्नुपर्छ गाडी चढ्न नि पाइन्छ चन्द्रगिरीको माथि गइसकेपछि त ल हामी घरमा छिरियो ल हामी चन्द्रगिरीको माथिल्लो स्टेसनमा आइपुग्यौँ यतापट्टि त लाइट देखिँदैन यतापट्टि मात्रै उज्यालो आउँदो रहेछ हाम्रो ढोका खुल्यो अब म निस्केँ मम्मी भेनाहरू झर्दै हुनुहुन्छ के छ दाइ बिस्तारै झर्नु है मम्मी बुढ्छ नि फेरि हामी ठ्याक्कै चन्द्रगिरी आइपुगियो फाइनल्ली आज क्या राम्रो मौसम छ आकाश निलो मेरो टी सर्ट भन्दा नि आकाश निलो छ आज धेरै चन्द्रगिरीमा यहाँ चाहिँ तालचा छ यहाँ तालचा लाउनुको कारण चाहिँ यहाँ आएर तालचा लगायो भने मनोकामनाहरू चाहिँ पूर्ण हुन्छ भन्ने छ यहाँ के हो सुधा प्लस विलास सुधा लभ विकास यहाँ सबैले आफ्नो आफ्नो मनोकामना लेखेर चाहिँ पहिलो रुखा लागेको यहाँ देख्न सकिन्छ यसमा के छ यहाँ हामीले कुनै जोडीले चाहिँ हामीलाई सन्तान होस् चाँडै भनेर लेखेको देख्न सकिन्छ यो तालचामा घर परिवारमा सुख शान्ति होस् भनेर लेखेको देखिन्छ हामीले तालचाको हो यहाँ पनि देख्न सकिन्छ दुवैजना सुब्बारे यता अर्को पनि छ यस्तो यहाँ पहिला त एउटा दुईटा मात्रै थियो अहिले त यो एकदम धेरै मात्रामा चाहिँ द्रुत गतिमा बढेर चाहिँ यो धेरै भएको देख्न सकिन्छ यता मात्रै नभएर यो पल्लो साइडमा पनि त्यहाँ पनि यस्तै गरी लेखेको छ देख्न सकिन्छ अगाडि हामीले धेरै व्यवस्थित देख्न सकिन्छ चन्द्रगिरीको माथि यहाँ जुत्ताहरू खोल्ने ठाउँ यता फोटोहरू खिच्ने यता होटेल रिसोर्टहरू यता धारो पानी बाथरुम र यहाँ मन्दिर हामीले देख्न सकिन्छ आज बर्खाको समयमा पनि यहाँ प्रशस्त मान्छेहरू आउनु भएको छ अझ आउने बेला हुँदैछ भालेश्वर महादेव अगाडि नन्दी र पर मन्दिर देख्न सकिन्छ र विदुर गुरु त्यहाँ टीका लगाइराख्नु भएको छ के छ भेना आनन्द छ नि यहाँ शीतल छ दिदी कस्तो लागिरहेको त अनि तपाईँ पहिलोचोटि आयो हो भेना पहिलोचोटि मात्रै हो दाइ तपाईँ फर्स्ट टाइम आयो आएर मैले पनि पहिलोचोटि आउनु भयो यहाँ योभन्दा पहिला आउनु भएको थिएन यहाँ ह्याट्रिक गर्ने चाहिँ म यो है भालेश्वर महादेव यहाँ ह्याट्रिक गर्ने चाहिँ म यो म 3 चोटि आइसकेँ यसपालि सहित म चाहिँ 3 चोटि भयो भेना यहाँ आएको